हेलो साथीहरू नमस्ते। मेरो नाम अमित चौधरी र आज फेरि पनि एउटा नयाँ भ्लग लिएर आइसकेको छु र यो भ्लगमा म त्यस्तै आज रुम बाहिर यस्तै घुमघाम गरिरहेको छु, त्यही देखाउन गइरहेको छु तपाईहरुलाई। र आजको भ्लग कुनै स्पेशल पनि छैन र अहिले म भर्खरै रुमबाट बाहिर निस्केको थिएँ अनि सोचे कि हल्का भ्लग बनाइहालौँ भनेर अनि त्यसपछि भ्लग बनाउने स्टार्ट गरेको मैले। यो भ्लगमा तपाईहरु सबैजनाले लाइक कमेन्ट र सब्स्क्राइब गरिदिनु होला। अहिले म बाहिर छु, रुम बाहिर र यहाँ हेर्न सक्नुहुन्छ यस्तो छ घरपट्टिले यस्तो रुखहरू लगाएको छ अनि त्यहाँ तल तरकारीहरू सागहरू बुनेको छ र यहाँ हेर्न सक्नुहुन्छ उता एउटा मात्र फलेको छ के त्यो के भन्छ हामीले ट्याब्नेमो भन्छौँ हामी। र यो घरपट्टिको त्यो के हो तर खानेवाला हो। अनि यहाँ हेर्न सक्नुहुन्छ यो घरपट्टिले रोपेको छ के छ मुला रोपेको छ र अरू राईको पत्ता अनि त्यसपछि धनिया पनि रोपेको छ र हेर्न सक्नुहुन्छ यस्तो छ। अनि उता कल छ, हाम्रो कल जुनमा हामी नुहाउँछौँ, कपडाहरू खिच्छौँ। अनि यहाँ हेर्न सक्नुहुन्छ आज भर्खरै मैले कपडाहरू खिचेर सुक्न दिएको छौँ। अनि हेर्न सक्नुहुन्छ बाहिरको र यो मेरो फ्लाइट रुम बाहिरको नजारा हो। अनि केटाकेटीहरू त्यहाँ खेलिरहेछ, सानो सानो बच्चा बुच्चीहरू खेलिरहेछ त्यहाँ। अनि यहाँ यस्तो छ चारैतिर हेर्न सक्नुहुन्छ यस्तो राम्रो दृश्य छ। अनि म फेरि रुमभित्र होइन फ्लाइटभित्र छिरेको अहिले भर्खरै। अनि यहाँ यस्तो छ हाम्रो फ्लाइट हेर्न सक्नुहुन्छ 3-4 वटा रुम छ योमा फ्लाइटमा। अनि त्यसपछि ल साथीहरू आज म कतै जान पाइनँ कि यस्तै रुमभित्र बाहिर गइरहेको छु, कतै जान पाएन। त्यसैले आज हल्का यस्तै बाहिर थिएँ, रुमभन्दा बाहिर थिएँ। अनि त्यसपछि मैले सोचेँ कि हल्का भ्लग बनाइहालौँ न भनेर अनि त्यसपछि मैले बनाउन थालेँ हल्का भ्लग। त्यही हल्का यही भ्लगमा तपाईँहरू सबैजनालाई लाइक कमेन्ट र सब्स्क्राइब गरिदिनु होला। ल अहिलेको लागि बाई बाई साथीहरू।